फाइनली गाइज आज फेरि कमल पोखरीमा हामी 15 लाखको कोड लाएर रियाक्सन वाला भिडियो खिच्नेवाला छौँ। आज चाहिँ शनिबारको दिन यति धेरै मान्छे छन् कि कुरै छोडिदिनुहोस् के त्यो हिँड्ने ठाउँ पनि छैन, त्यस्तो ठाउँमा पनि हामी 15 लाखको कोड लगाएर भिडियो खिच्नेवाला छौँ। कस्तो प्रतिक्रिया आउँछ, कति मान्छेले हेर्नुहुन्छ, कतिजनाले माया गर्नुहुन्छ, लास्टसम्म भिडियो हेर्नु होला। ओके फाइनली गाइज हामी आज पनि 15 लाखको कोड लगाएर कमल पोखरी आइसकेका छौँ। मसँग छ आज 13 प्रो म्याक्स छ। योबाट खासै भिडियो म बनाउँदिनँ, योबाट खिच्यो भने अलिकति अझै ह्यान्डसम देखिने भएकाले है योबाट खिच्छु। यो अलि आइफोन अलिकति नयाँ मोडलको हो, योबाट खासै म फोटो कहिलेकाहीँ मात्रै खिच्छु, कहिलेकाहीँ भिडियो बनाउँछु, त्यो पनि एक्लै भए बेला सुते बेला मात्रै हुन्छ मेरो योबाट, अहिले हुँदैन है। फेरि ह्यान्डसम गरी देखाउने भएर हो। अनि यति धेरै मान्छे हुँदा पनि म चाहिँ अलिकति ढुक्कै हिँडिरहेको छु, एकदम बबाल। अस्तिको भिडियो पुरै मिलियन पुग्न लाग्छ, 1 मिलियन। अब त्यसपछि कतिको सपोर्ट गर्नुहुन्छ भन्ने कुरा यहाँ देखिन्छ। अनि म आज फेरि कमल पोखरी वरिपरि 3-4 राउन्ड हानिदिन्छु, बाले भएन 3-4 राउन्ड। हेलो आमा, म यहाँ कलासभित्र छु, कलासभित्र कलास अलिकति सरले धेरै पढाएर आज अलि हल्ला भइरह्यो, नत्र म खासै म बाहिरतिर डुल्दैन। पढ्ने मान्छे कहाँ बाहिरतिर जानु। हजुर सरले गाली गरेर राख्नु भएको छ कहाँ हेऱ्यो भनेर, घरभित्रै हो कि कहीँ जाँदिनँ, यस्तो यताउता कहाँ अरू जस्तो डुल्छु त। आज ट्यालेन्ट हो नि, म सास त फेरिदिन्छु पढ्ने बेलामा, म अलि खत्रै पढ्छु के, चिन्ता नगर्नु न हजुरले, म खत्रै पढ्ने मान्छे त हो त, तपाईँलाई थाहा छ बबाल गर्नुहुन्छ। हेलो हजुर हजुर म कलासभित्र छु, कलासभित्र। त्यो कहाँ म बाहिर अरू जस्तो डुल्दै पढ्ने मान्छे, सासै नफेरेर पढ्छु कहिलेकाहीँ म। अनि कहाँ आमा, म यस्तो बाहिरतिर गएको छैन कि, सरले अलि बढी पढाएर हो, हिजो पढ्न दिएको थियो त्यही भएर म कहीँ गएको छैन, घरमा छु घरमा। तर ढुक्क बस्नु न, म पढेर टप हानिदिन्छु। ढुक्क बस्नु ल ल फोन